साथीहरू यसपालि 2082 को क्रिसमसको शुभकामना आदान प्रदान चाहिँ हेटौडामा भइरहेको छ सबैजना मिलेर। यहाँ म तपाईँलाई छोटो भिडियो देखाउँछु। सचिव मास्टर प्रेमलाल गिरीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुको निम्ति आमा दिदीबहिनी एकता समिति मकवानपुरका अध्यक्ष कुमारी श्यामलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अनुरोध प्रकाशन कर्मचारी डाइरेक्टर शुक्रदोपज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मैले देखिरहेको छु त्यसैले अनुरोध गरे पुनः एमएससी त्यसै गरी क्यापिटल मिनिस्ट्रीका कुमार सिंह प्रधानज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी राष्ट्रिय क्रिस्चियन महासङ्घ मकवानपुरका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई यता स्थानमै हामी त जाने स्वयंसेवकको भूमिका निर्वाह गरिरहनुभएको छ। त्यसकारण माथि जानु भएको जस्तो लागेको थियो। हाम्रो उ छ नि त भरे प्रोग्राम छ नि त भरे छ तपाईँ मात्र जाने हो कि उहाँ पनि जाने? उहाँ र म दुईजना जाने। राजेन्द्र गिरी आइपुग्नु भएको छ। उहाँलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी इन्द्र सरोवरबाट पास्टर श्याम लामाज्यू, दक्षिण पास्टर ओमकार, मकवानपुर जिल्लाभरिबाट विभिन्न मण्डलीहरूबाट आउने क्रम चाहिँ जारी भइरहेछ। पास्टर तथा अगुवाज्यू र ती कार्यक्रमहरूलाई सफल बनाउनको निम्ति आर्थिक रूपले ठाउँहरू सबै भइसक्यो, प्याक भइसकेको छ साथीहरू। सिधै छैन। यस क्रममा आर्थिक रूपमा सहयोग गरिदिनु हुने जति पनि दाताहरू हुनुहुन्छ उहाँहरूलाई फेरि नमन धन्यवाद दिन चाहन्छु। हामीले हरेक वर्ष यसै गरी यसै हलमै होला तेस्रो वर्ष आउने क्रमहरू चाहिँ जारी भइरहेछ। दुई 2082 को क्रिसमस कार्यक्रम चाहिँ दामी भएको छ। धेरैजना आउनु भएको छ। जयमसी अब हामी चाहिँ टाप बस्नु पर्ला जस्तो छ। यसरी नै हामी क्रिसमसको शुभकामना आदान प्रदान गर्न विभिन्न तलबाट आएको छौँ। तपाईँहरूलाई कस्तो लाग्छ? तपाईँहरूले शुभकामना भन्न